So hi guys, welcome back after such long time. Today I'm gonna make the लड्डु लड्डु पनि के भन्दाखेरि भुजियाको अनि भुजियाको लड्डु बनाउँदा सबैलाई थाहा नै होला तर म चाहिँ कसरी बनाउँछु म हजुरलाई देखाउँछु फर्स्ट अफ अल मैले चाहिँ यो हाम्रो के भन्छ यसलाई चाक्कुलाई चाहिँ थोरै बोइल गरेँ बोइल मिन्स थोरै त्यसलाई पगालेँ पगालेपछि चाहिँ मैले भुजिहालेपछि चाहिँ त्यसलाई थोरै मिक्स गरेपछि चाहिँ त्यसलाई थोरै सेलाउन दिनुपर्छ फेरि तातोमा चाहिँ डल्लो बन्दैन होइन अनि सेलाइसकेपछि चाहिँ मैले यस्तो बनाएर मिक्स राम्रोसँग गरेर अनि डल्लो बनाउन थालेँ अनि इट वाज अ रियली गुड अनि मैले राम्रोसँग बनाएँ अनि मैले बनाएर घरमा सब फ्यामिलीलाई पनि चखाएँ होइन अनि यो चाहिँ यस्तो बनेको छ फाइनली अनि जाडो मौसममा चाहिँ यो लड्डु चाहिँ खान मजा पनि आउँछ अनि हेल्दी पनि हो घरमा बनाएर ट्राई गर्नु होला सबैजनाले अनि मलाई फिडब्याक पनि दिनु होला कस्तो बन्छ कस्तो भयो भनेर ह्यासट्याग गर्नु होला अनि अब चाहिँ लास्टमा थोरै बाँकी थियो त्यो चाहिँ मेरो सानो भाइको लागि चाहिँ म बनाइदिँदैछु उसकै साइजको लड्डु भन्दै अनि द्याट्स इट गाइज होप हजुरहरूलाई मेरो यो भिडियो चाहिँ राम्रो लाग्नेछ any further video please keep on watching my channel. I will keep on coming with such a interesting and familiar such video अनि मेरो लड्डुको आकार प्रकार चाहिँ यस्तो बनेको छ है फाइनली हेर्नु होला कस्तो छ त गाइस कृपया कमेन्ट डाउन बिलो कस्तो बनेको छ भनिदिनु होला है enjoy. Have a nice cooking. Enjoy your winter like this. Eat this and you will be healthy.